कट्टु फुत्केला कट्टु भित्र मैले 3-4 वटा लागी छु रोबिनको ध्यान फेरि कट्टुतिरै गयो रोबिनको ध्यान फेरि कट्टुतिरै गयो बड्डा बड्डी नाचे आज रमाइलो नै भयो हामीलाई राइजुमा झुमा राइजुमा झुमा क्यामस क्याका बड्डा राइजुमा बड्डा बड्डी भनेको मक्खको छ असे त सबैका बाख्रा ओह्राली लाग्दा इर बिन होटेल सबैका बाख्रा ओह्राली लाग्दा इर बिन होटेल लास्टको मिलाइदिन्छ दिदी लास्टमा मिलाइरहेको थियो अघि ठ्याक्कै बिर्सेँ होटेल घर फोरे अरे त्यो रक्सीको बोतल इनले राइजुमा होटल गएर खोले अरे त्यो कट्टुको राइजुमा जुमा क्यामस कट्टु फुत्किन लागि हाम्रो के छ ओ बड्डा ओ मेरो बड्डा ऊ के आधा छौ तुमी केन रिसाका छौ तम्रो ह यति ए अझै केटी दिदी एकरा भन्दै म अब केटी हेरेर लेछन् कि भनेको कपाल सपाल अझै ठाडा ठुडा लाइकिन आउँदा यस्ता लाइकिन आउँदा रहेछन् अस्ट्रेलिया त जसा पाए त्यसै अझै ठाडा लगाइकिन यहाँ यस्तो पालिकिन के जुगा गाठ लगाउ के तुमरा तम्रा काको जुगा काका छन् जुगा तम्रा अरु कट्टुको तुना फुत्किन लायो लौना तुना कस कट्टुको तुना फुत्किन लायो लौना तुना कस तिमीलाई मैले ल्याउदिन होटेल वाली चिया वाली होइन तिमी मैसँग बस म त राइजुमा झुमा क्यामस क्या कि छौ राइजुमा फर्काउ रे असेता नामै प्यारो टिकटकमा नाम असेता नामै ब्रान्डेड टिकटकैमा नाम थावालीसँग बसेपछि मेरो के कामारीमै राइजुमा झुमा क्यामा माया जलमा राइजुमा दिदी प्राकृतिक छाउने प्राकृतिक प्रब्लम हो यस्ता गीतमा मिलाउँथे एक मिलाउँथे खै त्यहाँ छाउ हुने प्राकृतिक हो तिमी महिनामा 4 चोटि हुने त्यो कस्तो खालको प्राकृतिक हो तिम्रो बड्डाले भने कि मलाई नभन यी बड्डा ज्यापर भन्दा यी ज्यापरमा त अरू ठाउँ डुल्न पाउला भनिकन अरूका होटल वाली चिया वाली कट्टु वालीसँग जाउँला भनिकन तुमी छौ भन्ने आलाउनी चिया वाली कट्टु वालीसँग जाउँला भनिकन हुन्न जाने बेला कट्टुले मुलाई गिफ्ट दिएको यो रोबिनले किन होला अछेतालाई लाने रोबिनले किन होला छाउ भए नि अछेतालाई लाने कपुर धाराको पानी खान कहिले हो त जानी खड्के राइजुमा झुमा क्यामस फर्काउ रे कसो डबल ट्याप लाइफ चाहिँ गर्नु न ल गीत भन्न लगाउने अहिले तैबाटी ल्याऊ सिकाइ माग्दो गीत कपुरधारा होइन मैले असनबाटै खान्छु कपुरधारा होइन मैले असनबाटै खान्छु फेब्रुअरी 25 तारिकमा म काठमाडौँ जान्छु रिमै माया जम्मा राइजुमा फर्काऊ कपुरधाराको पानी खानु कस्तो पानी खान भने यसले चुप तेरी बहन की हट गीत फर्काऊ छिटो
यस्तो कुरा लाइभमा मैले भन्न पनि भएन काठमाडौँ जान तिमीलाई अनुमति छैन घरमा राइजुमा झुमा क्यामस क्या के छ हौ राइजुमा राइजुमा झुमा क्यामस क्या के छ हौ राइजुमा तरुणीको पछि लाग्न छोडी यो केटो भाग्छ तरुणीको पछि लाग्न छोडी म त टाढा भाग्छ श्रीमतीले मसँग गएपछि कसको के नै लाग्छ रिमै राइजुमा झामारीमा राइजुमा झुमा क्यामस क्या के छ हौ भन तिमीलाई अरू त गीत गाउन आए पो त्यही मात्र गाउँछु गीत गाएर खड्केले धोको पनि मेट्यौ श्रीमतीसँग गएपछि तरुणी त तिमीले भेट्यौ म त फर्काऊ तरुणीसँग भेट हुन्थ्यो होटलतिर गए होटलवालीसँग तरुणीसँग भेट हुन्थ्यो होटलतिर गए त्यसका बाद 2 वर्षपछि काठमाडौँ गएको रित्तै फर्किने भए रिमै राइजुमा झुमा कामस क्या मचा हो राइजुमा फर्क रे